हेर्नुहोस् यहाँ पुरै गार्डनहरू छ। कर्णाली फन पार्क हो, अहिले चाहिँ नयाँ खुलेको। यो चाहिँ सुर्खेतमा रहेको छ। हेर्नुहोस् यहाँ नेपालका राष्ट्रिय झन्डाहरू थुप्रै राखेका छन्। थुप्रै फुलका बगैँचाहरू छ यता। हेर्नुहोस् है, हेर्न सक्नुहुन्छ। यता चाहिँ हाम्रो नेपालको राष्ट्रिय होइन, यो मयूर हो, मयूरहरू छ। यो चाहिँ हाम्रो राउटेहरूको, यो हेर्नुहोस् त्यसरी चाहिँ राउटेको चालचलन छ। पानी ल्याउँदाखेरि यसरी नै राउटेहरू एउटा ताउलोमाथि अर्को ताउलो चाहिँ तताएर ल्याउने गर्दछन्। हेर्नुहोस् कर्णालीको यो राउटे एकदमै अत्यन्तै लोभलाग्दो जातिभित्र पर्छ नेपालको समुदायमा। हेर्नुहोस् राउटेहरू यसरी राउटेहरूले आफ्नो चाहिँ आहाराको लागि शिकार गर्ने गर्दछन्। यो चाहिँ बाँदरहरू हो, बाँदरहरूलाई चाहिँ मारेर आफ्नो आहारा चाहिँ पुरा गर्छन्। हेर्नुहोस् राउटेको चालचलन, आमा राउटेको है, बच्चाहरू यसरी खेल्ने गर्छन्। हेर्नुहोस् अत्यन्तै लोभलाग्दो हो। यो चाहिँ अत्यन्तै हाम्रो राउटेको चालचलनमा उहाँहरूको एकदमै आफ्नो पेसा, मेन पेसा यो। उहाँहरूले मुदुसहरू यसरी चाहिँ यसलाई चाहिँ के भन्छ, दहीको ठेकीहरू अनि आफ्नै यो बाँसोले ताछेर चाहिँ आफ्नै मौलिक तरिकाले बनाउने गर्दछन्। यतातिर चाहिँ बन्न लागेको रहेछ, बनि चाहिँ सकेको रहेनछ। अब यहाँ पनि चाहिँ एउटा राम्रो खाले बनाउन लागेको रहेछन्, निर्माण हुँदैछन्। थुप्रै स्थलहरू निर्माण पनि हुने क्रम जारी नै छ। यता रमाइलो छ, राम्रो छ, सुन्दर छ। यहाँहरूले एकपटक घुमेर मनोरञ्जन लिन सक्नुहुनेछ। यसरी चाहिँ पिङ खेलिन्छ है दसैँ तिहारमा। हेर्नुहोस् एकदमै रमाइरहेको छन् है, नानी रमाइरहेकी छन् है पिङ खेलेर। यसरी खेल्ने गरिन्छ नि। हेर्नुहोस् यो चाहिँ ठुलो एउटा हात्ती स्टाइलको पहाड बन्दै रहेछ। त्यहाँ बनि चाहिँ सकेको छैन, बन्दै रहेछ। हेर्नुहोस् ठुलो गुफा बन्न तयारी रहेछ, गुफा। हेर्नुहोस् म चाहिँ भित्रै चाहिँ अलिकति गएर यहाँहरूलाई देखाउन चाहन्छु। यसो बन्दै रहेछ है, बनि चाहिँ सकेको छैन, बन्ने क्रम चाहिँ जारी रहेछ है। हेर्नुहोस् गुफा, रमाइलो गुफा बनिरहेको छ नि है त। डरलाग्दो है, सिंहहरू हेर्नुहोस् त। हेर्नुहोस् दाउरो यहाँको एकदमै अत्यन्तै राम्रो छ, अग्लो छ स्विमिङहरू त। यहाँबाट एकदमै चिप्लेटी खेलेर आउँछन्, पुरै चिप्लो। सबै मनोरञ्जन लिइरहेका छन् पौडी खेलेर। हाम्रो बच्चाहरू त्यहाँ यसरी खेल्छन्। थुप्रै एना चाहिँ नेउरी मुसो भन्छ यसलाई है, नेउरी मुसो भन्छ यसलाई। त्यो रुखमा चढ्छ नि त।